हार्दिक धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी जिल्लाका विभिन्न राजनीतिक दलहरूलाई पनि हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। विभिन्न राजनीतिक दलको सिफारिसमा हामीले यस मेला सञ्चालन गर्ने कुरा यहाँलाई जानकारी गराउन चाहन्छौँ। त्यसै गरी यस ऐतिहासिक भोजपुर डबली मेला 2082लाई संसारभर प्रचार प्रसार गराउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने जिल्लास्थित क्रियाशील पत्रकार साथीहरूलाई विशेष धन्यवाद दिन चाहन्छौँ। सम्पूर्ण पत्रकार साथीहरूलाई त्यसै गरी जिल्लास्थित सम्पूर्ण डिजिटल पत्रिकाहरूलाई पनि हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी आवर भोजपुर नेपाल फेसबुक पेजलाई पनि हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। हाम्रो विविध गतिविधिहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा उहाँले प्रसारण गरेर प्रचार प्रसारमा ठुलो टेवा पुर्याइदिनु भएकोमा हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी भोजपुर टाइम्स अनलाइन्सलाई पनि हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। हाम्रो मेलाका विभिन्न गतिविधिहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रसारण गरिदिनु भएको प्रति। त्यसै गरी